उहाँहरू हुनुहुन्छ पोखरेल दम्पति। विवाह भएको 20 वर्षपछि सन्तानको मुख देख्न पाउँदा अहिले यो दम्पति निकै खुसी छ। जीवन खुसी छ, सफल छौँ, सफल भयौँ। जे भए पनि जे भने आफ्नो सन्तानको मुख देखियो होइन, त्यो हुँदाखेरि खुसी नै छु। 2060 सालमा उहाँहरूको विवाह भएको थियो। अनेकौं सङ्घर्ष, आशा अनि सपना पालेर सावित्री घिमिरेले 41 वर्षको उमेरमा आइभीएफ इनभिट्रो फर्टिलाइजेसनको माध्यमबाट छोरालाई जन्म दिन सफल हुनुभयो। लास्टमा अब जाउँ न त यही प्रोसेसमा, आइभीएफ प्रोसेसमै जाउँ भन्यौँ। अनि डाक्टर सानु मैयाकोमा गइयो। सानु मैयाकोमा गइसकेपछि अब उहाँले उपचार सुरु गर्नुभयो। उहाँले ट्युब ब्लकै छ भन्नुभयो अनि उपचार सुरु गर्नुभयो। उहाँकोमा गएको लगभग 2 महिनामै हामी सफल भयौँ। सानु मैया एकजना यो आइभीएफ अथवा महिलाको पुरुषको भनौँ न यो प्रजनन क्षमता सम्बन्धीमा राम्रो अध्ययन गरेको अनुभवी डाक्टर। सानु मैया वास्तवमा महिलाको समस्या महिलाले बुझ्छ क्या, पुरुषले त्यो बुझ्ने डाक्टर चाहिँ। जब सावित्रीले छोरा पहिलो पटक आफ्नो हातमा उठाउनु भयो, त्यो क्षण एक सपनाको जस्तो थियो। छोराको हर्षित मुस्कानले उहाँलाई जीवनका सबै कठिनाइहरूमा विजय दिलायो। अब उहाँ त हाम्रो लागि यतिखेर त भगवान हुनुभयो होइन। अब भगवानै मान्छु म चाहिँ उहाँलाई, किनभने अब त्यो उहाँले उपचार गर्नुभयो, बच्चा भयो। धेरै डाक्टरहरूसँग जाँदै गर्दा अन्तिममा डाक्टर सानुमैया श्रेष्ठले जस पाउनुभयो। उहाँको एउटा त्यो राम्रो बाटो हो। अर्को कुरो उहाँको आफ्नै विशेषता के हो भनेदेखि ट्रिटमेन्ट गर्नुभन्दा पहिलेको उहाँको आफ्नो काउन्सिलिङ होइन। त्यो काउन्सिलिङले चाहिँ मान्छेलाई बुझ्ने मान्छेलाई, नबुझ्नेले त कुरा बुझ्दैन, बुझ्ने मान्छेलाई काउन्सिलिङले यो मान्छे यत्तिको छ, यसले भनेको कुरा यो हो भन्ने त्यो क्याच गर्न सक्नेलाई चाहिँ राम्रो काउन्सिलिङ छ। यदि तपाईसँग आत्मविश्वास, धैर्य र पारिवारिक सहयोग छ भने कुनै पनि कठिनाइको सामना गर्न सकिन्छ। त्यसैले सावित्रीको यो कथा केवल एक माताको सङ्घर्षको कथा मात्र होइन, यो सबै महिलाहरूको लागि सन्देश हो कि सफलता प्राप्तिका लागि निरन्तर प्रयास गर्दै अघि बढ्नुपर्छ। अब अरूले जे पनि भन्छन् होइन, अब समाजले हेर्ने दृष्टिकोण धेरै हुन्छ। अब मेरो बच्चा भएन, म यस्तै भएँ भनेर उहाँहरू बस्नुभन्दा पनि राम्रो ठाउँ बुझेर अब सुझाव सल्लाह लिने, सबैसँग सुझाव सल्लाह लिएर राम्रो डक्टरहरू बुझेर उपचार गराउनु भन्छु होइन। उपचार गराउँदाखेरि सफल हुन्छ भन्ने लाग्छ, किनभने हामी नै अब 19-20 वर्षको पछाडि नै सफल भएको हो। त्यो भएर हरेस नखानु, सफल हुन्छ, सफलता नै हुन्छ, सफल हुन्छु भनेर अगाडि बढ्नुहोस्, सफलता हातमा पार्नुहुन्छ, हरेस खाएर घरमा नबस्नुहोस्। जाउँ न त सानु मैयाकोमा आइसक्यो भनेपछि अनि उहाँले पोहोर हामी गत असार 4 गते त्यहाँ गएको थियौँ। अनि उहाँले गरिसकेपछि है तपाईँहरूको हुन्छ नि बच्चा त, त्यस्तो होइन, यो अरू फिजिकली समस्या छैन, अब ट्युब जाम चाहिँ जामै हो, आइभीएफमा जाने हो भने हुन्छ भन्नु। ल त्यसो अब आइभीएफमा जाँदा हुन्छ भने एकदम पक्का हुन्छ हुन्छ, किन त्यसमा विश्वास छैन र भन्नु। ल नि त जाउँ भन्नु। अनि त्यस पछाडि उहाँले भन्नुभयो नभन्दै अब त्यो हुन्छ भनेको हुन्छ भयो। अर्का गोदावरीका प्रयास श्रेष्ठ र सबिना चित्रकार दम्पति जुम्ल्या सन्तान काखमा खेलाउन पाउँदा अहिले निकै खुसी छन्। बेबीको प्लानिङ गर्दै हामी ग्रेटर आइभीएफमा पुग्यौँ। एकदम धेरै खुसी छु अहिले त होइन, जस्तो सोचेको थिएन यस्तै डबल खुसी पाउँछु भनेर। हामीले बिहा गरेको 5 वर्ष कम्प्लिट भयो सर। हामी 2-3 वर्षसम्म त हामीले ट्राई नै गरेनौँ, 2-4 वर्ष नगर्ने भनेर ट्राई गरेनौँ। पछि हामीले ट्राई गर्दा नेचुरली फर्स्ट टाइम नै भएको थियो। अनि त्यसपछि त्यो बेलामा मिसक्यारेज भयो। त्यसपछि हामीले लगभग 1 वर्ष त ट्राई गरेनौँ। अनि त्यसपछि हामीले अब चाहिँ चाहिन्छ भन्ने फिल भइसकेपछि अनि हामीले नेचुरली पनि ट्राई गर्न खोज्यौँ। त्यो बेला कन्सेप्ट भएन। अनि त्यसपछि हामी 1-2 ठाउँमा, धेरै ठाउँमा त गइएन, 1-2 ठाउँमा जाँदाखेरि
अनि उहाँहरूले सबै टेस्ट गर्नुभयो, उसको मेरो सबै टेस्ट गर्दाखेरि उहाँहरूले चाहिँ सबै ठिक छ, तपाईँहरूको नेचुरल नै हुन्छ, कुनै केही प्रब्लम छैन, तपाईँहरू ट्राई गर्दै गर्नुहोस्, नेचुरल नै बस्छ भन्नुभएको थियो। अनि 2-4 महिना त्यहाँ ट्राई गरिसकेपछि अनि हामी घरमै थियौँ। एकजना साथीले चाहिँ यहाँ सातो बाटोमा क्रिएटर्स आइभिएफमा चाहिँ त्यहाँ पनि राम्रो छ, डाक्टर सानमाया श्रेष्ठले हेरिदिनुहुन्छ, त्यहाँ एकचोटि जानु न भन्नुभएको थियो साथीले। अनि हुन्छ भनेर हामी त्यहाँ गयौँ। त्यहाँ गएको ठ्याक्कै त्यही मन्थमै अनि तपाईँ कन्सिभ भइहाल्यो। उहाँले अलिअलि मेडिसिनहरू दिनुभयो, सबै टेस्ट गर्नुभयो, अनि मेडिसिनहरू दिनुभयो, त्यसपछि कन्सिभ भइहाल्यो। लजालु र भावुक स्वभावकी सबिनालाई श्रीमानको साहस र समर्थनले जीवनलाई उज्यालो बनायो। उनीहरूको विवाह पश्चात बच्चा नहुँदाको पीडा पनि कम्ताको छैन। केही प्रब्लम नहुँदा पनि बसिरहेको थिएन कि, कस्तो नहोला भन्ने पिर थियो। कस्तो उतादेखि नै रुँदै आउँथेँ क्या म हस्पिटलदेखि नै। हामीले 2 ठाउँमा चेक गरेका थियौँ। जब चिकित्सकले सबिना गर्भवती भएको जानकारी दिनुभयो, उनीहरूले एक अर्कामा अङ्गालो हाल्दै हर्षका आँसु रोक्न सकेनन्। उहाँ त एकदम सपोर्टिभ नै हुनुहुन्छ होइन। सायद उहाँ त्यति सपोर्टिभ नभइदिनु भएको भए पनि मलाई गाह्रो हुन्थ्यो। अनि कुरा गर्नुपर्दा डाक्टर म्यामको कुरा गर्नुपर्दा चाहिँ सानो म्याम र रेनी म्याम हुनुहुन्थ्यो। अनि मेरो बिचमा हल्का ब्लिडिङ पनि भएको थियो 3 मन्थमा। त्यो ब्लिडिङ हुँदाखेरि पनि म एकदम टेन्सनमा थिएँ कि उहाँ हुनुहुन्न थियो। अनि उहाँ बाहिर हुँदा नै एकदम सायद मेरो 3 मन्थमा ब्लिडिङ भएको थियो कि, त्यो ब्लिडिङले पनि कस्तो टेन्सन भएको थियो। म रातभरि सुत्न सकेको थिइनँ। सायद त्यो बेलामा म्यामले सानो म्यामले सपोर्ट नगर्नु भएको भए पनि म आत्तिन्थेँ होला धेरै नै। एकदम उहाँ चाहिँ एकदम सपोर्टिभ हुनुहुन्छ। त्यही हो, धेरै खुसी छु म्याम देखेर। म्यामलाई र जुन यो क्रिएटर्स टिम पुरैलाई नै एकदम थ्याङ्क यू भन्न चाहन्छु होइन। मेरो जस्ट म एकदम लक्की ठान्छु, म त्यहाँ पुगेर एकदम खुसी छु कि मैले एकदम यस्तो प्यारो बच्चाहरू पाएँ। खुसी छु म एकदमै। ललितपुरको सातो बाटो स्थित क्रिएटर्स आइभिएफ नेपालमा डाक्टर सानुमैया श्रेष्ठ प्रधान र उहाँको टिम निसन्तानको उपचारमा दैनिक बिहान 8 बजेदेखि सक्रिय रूपमा खट्ने गर्छ। यो सेन्टर वर्षौंदेखि खाली कोख भर्न समर्पित छ। डाक्टर सानुमैया नेपालको पहिलो निसन्तान एवं आइभिएफ विशेषज्ञ हुनुहुन्छ। उहाँको प्रयास र सक्रियताबाट नेपालका हजारौं निसन्तान दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। म 2004 को फेब्रुअरी 28 मा अस्ट्रेलियाबाट नेपाल फर्केँ पढेर यही विषयमा। 2004 को जुलाईमा नेपालको फर्स्ट आइभिएफ सेन्टर ओम आइभिएफ सेन्टर सुरु भयो। अनि मैले 2004 देखि 2007 सम्म ओम आइभिएफ सेन्टरमा आफ्नो सैद्धान्तिक ज्ञान युज गरेर काम गर्न पाएँ। त्यसपछि 2007 देखि 2015 को जुलाईसम्म मैले आफ्नो सोलो लिडरसिपमा ग्लोबलको आइभिएफ नेपाल प्राइभेट लिमिटेड चलाएँ। अनि यो 10 वर्षको एक्सपिरियन्स पछि चाहिँ मलाई अब म कन्फिडेन्ट भएँ। अनि 2015 अगस्त 26 मा मैले क्रिएटर्स आइभिएफ नेपाल प्राइभेट सुरु गरेँ। यहाँ दैनिक दर्जनौंको संख्यामा सन्तान सुख प्राप्त गर्ने अभिलाषा बोकेर उपचारका लागि आउने दम्पतिहरूको भिड लाग्छ। वर्षौंदेखि सन्तानको तडपाईमा रहेका दम्पतिको सन्तान सुख पछिको खुसी निकै मर्मस्पर्शी पाइन्छ। इन्फर्टिलिटी पेसेन्टहरूलाई जुन ट्रिटमेन्ट दिने भनेको यो यस्तो डिटर्मिन हुनुपर्ने रहेछ। मैले यो चिज चाहिँ मैले यहाँ होइन है, नेपालमा त कहिले पनि सिकेन। मैले अस्ट्रेलियामा सिकेको। अस्ट्रेलियामा मेरो गुरुहरू, मेरो टिचरहरू चाहिँ सबै यही इन्फर्टिलिटी स्पेसलिस्ट 5 जना थियो त्यहाँ कन्सल्टेन्टहरू। उहाँहरूसँग ओपिडीमा बेला बेलामा बस्थेँ मैले। अनि उहाँहरूको त्यो जुन डिटर्मिनेसन, उहाँहरूको काउन्सिलिङ, मैले त्यो काउन्सिलिङ पनि त्यहीँबाट सिकेँ हो मैले है। त्यहाँको नर्सहरूको बिहेभियर त्यो सबै कसरी त्यहाँ त्यो चलाइरहेछ, त्यो हुन्छ नि त्यो एउटा त्यो क्लोज सिस्टममा कस्तो एकदम डिटर्मिनेसन, त्यो चाहिँ मैले त्यहीँबाट सिकेर यहाँ पनि ठ्याक्कै त्यस्तो
बनाएको छु एक प्रकारले। आफ्नो सेन्टर भएपछि सजिलो भयो मलाई हैन। अनि मैले त्यही हिसाबले म चाहिँ बिहान 8 बजे यहाँ आइपुगिसक्छु। 8 बजेदेखि हामी पेसेन्ट हेर्छौँ। अनि 8 बजेदेखि यहाँ चाहिँ जुन एउटा सर्कल घुम्छ नि सबै होल स्टाफको यो पेसेन्ट नसकेसम्मको जुन डिटर्मिन वर्क जान्छ यो चाहिँ 3 बजेसम्म जान्छ। हाम्रो 2:30 सम्म जान्छ ओपिडी। अनि त्यसपछि 3 बजे हाफ एन आवर प्रिपेयर गर्छौँ। सबैलाई एकदमै क्लोजली एकदम टाइटली काम गराउँछौँ हामी। त्यो पेसेन्ट काउन्सलिङदेखि लिएर तलको ओपियू अनि इम्ब्रियो ट्रान्सफर सबै गर्छौँ र काउन्सलिङ पनि भ्याउँछौँ सबैको। त्यो भएर यो यति टायरिङ हुन्छ नि। त्यही भएर हाम्रो यहाँ वर्किङ आवर पनि धेरै छैन। बिहान 8 बजेदेखि 4 सम्म गर्नुपर्ने हो, तर 3 सम्म गरेर अनि कहिलेकाहीँ 4 सम्म जान्छ, अदरवाइज 3 सम्म गरेर अनि सबै छुट्टी हुन्छ, फ्रेस हुन्छ। भोलि बिहान फेरि 8 बजे। डाक्टर सानु मैयाले अस्ट्रेलिया अवार्ड्स स्कलरशिप AUS8 छात्रवृत्तिमा न्यू साउथ वेल्स विश्वविद्यालयबाट स्त्री तथा प्रसूति रोगमा MSc गर्नुभयो। साथै सिडनी स्थित रोयल हस्पिटल फर वुमेनमा इनभिट्रो फर्टिलाइजेसन IVF विषयमा थप अध्ययन सफल गर्नुभयो। सन् 2004 फेब्रुअरीमा नेपाली दम्पतिको खाली कोख भर्ने तीव्र इच्छा बोकेर स्वदेश फर्किनुभयो। त्यो बेला नेपालको ओम हस्पिटलमा विदेशी IVF विशेषज्ञको सहयोगमा ब्याचमा IVF उपचार सुरु गर्न भौतिक पूर्वाधारको निर्माण हुँदै थियो। मैले सबै यो रिप्रोडक्टिभ मेडिसिन सिकिरहेको छु। यो IVF IUI यो स्टिमुलेसन हैन, यो सबै चिज यो सिकिरहेको छु मैले। नेपाल गएर के काम गर्ने होला मलाई एकदम वरि भएको थियो, एकदमै वरि भएको थियो। तर बाई चान्सले मलाई चाहिँ हैन नेपालमा पनि यसरी सुरु हुन लाग्छ है, बाहिरबाट स्पेशलिस्ट इन्डियाबाट स्पेशलिस्ट ल्याएर गर्न लाग्छ है भनेको हल्ला चाहिँ मेरो कानमा त्यहाँसम्म पुग्यो। पुगेपछि अब ठिकै छ, नेपाल गएर कहीँ न कहीँ त जोइन गर्न पाउँछु होला, आइरहेछ भनेपछि द्याट्स गुड भने मलाई ढुक्क भएर म आउँदाखेरि यहाँ चाहिँ बाहिरबाट ल्याएर सेन्टर चाहिँ सुरु भएको हो। बाहिरबाट स्पेशलिस्ट ल्याएर यहाँ सुरु गर्न लागेको चाहिँ थियो। तर मलाई जहाँसम्म लाग्छ जुन प्रकारको स्टडी मैले गरेर आएँ, जुन प्रकारको मेरो एक्सपोजर अस्ट्रेलियामा मैले लिएर आएँ, जुन नलेज मैले लिएर आएँ, त्यो बेला मै थिएँ फर्स्ट। त्यहाँ त्योभन्दा अरू चाहिँ कोही छ जस्तो लागेन मलाई। क्रिएटर्स IVF नेपालले सुरुवाती चरणदेखि नै इन्डिभिजुअलाइज्ड IVF उपचारको अभ्यास गर्दै आएको छ। इन्डिभिजुअलाइज्ड IVF उपचारले बिरामी सुहाउँदो ट्रिटमेन्ट प्रोटोकल दिन मिल्छ, जसले IVF को सफल दर बढाउन मद्दत गर्छ। नेपालमा इन्डिभिजुअलाइज्ड IVF नेपाली नै विशेषज्ञद्वारा सुरु गर्ने डाक्टर सानु मैया पहिलो हुनुहुन्छ। सबैलाई एउटै प्रोटोकल फिट हुँदैन। अनि त्यो बेला ब्याच IVF त्यो बेला त लाइक बाध्य नै थियौँ। किन बाध्य थियौँ भने त्यो बेला हामीसँग स्पेशलिस्टहरू भनेको एकदमै अलमोस्ट निल। हामीसँग इन हाउस इम्ब्रियोलोजिस्ट थिएन। अझ भनौँ न म त ट्रेनिङ लिएर आएँ, म त पढेर आएँ, म एकजना ट्रेन भएर पुग्दैन। यो त फुल टिम वर्कको टेस्ट ट्युब बेबी हैन। त्यो बेला अब इन्डियाबाट आएर हेल्प गरेर गरिन्थ्यो। त्यो ब्याचमा गर्ने। किन ब्याचमा गर्ने भन्दाखेरि हामीले इम्ब्रियोलोजिस्ट बाहिरबाट ल्याएर गर्नुपर्ने भएर ब्याचमा गरिन्थ्यो। अनि मिले पनि नमिले पनि सबैलाई एउटै लुगा लगाइदिए जस्तो सबैलाई एउटै प्रोटोकल राख्ने। त्यो चाहिँ वर्षौँ चल्यो नेपालमा। 2004 देखि भनौँ न अब मेरो विचारमा मैले नै होला यो इन्डिभिजुअल एकदमै पर्सनलाइज इन्डिभिजुअल ट्रिटमेन्ट IVF को सुरु गरेको। म चाहिँ अहिले क्लेम गर्न सक्छु मैले नै स्टार्ट गरे हो सुरुमा। यो चाहिँ सबै ब्याचमा हुँदा मलाई चाहिँ एकदमै फ्रस्ट्रेसन भएको थियो। किनभने मैले अस्ट्रेलियामा चाहिँ हरेक बिरामीलाई कसैलाई एन्टागोनिस्ट प्रोटोकल, कसैलाई लङ प्रोटोकल, कसैलाई सर्ट प्रोटोकल हुन्छ नि, त्यो डिफ्रेन्ट प्रोटोकल दिएको हेरेर आएको मान्छे नेपाल आएर त अब नेपालमा त शून्य अवस्थामा आएको भयो हैन। यहाँ त केही त्यस्तो ट्रिटमेन्टको भर्खर सुरु भएको टाइममा भएर त्यसरी ब्याचमा। अनि त्यो चाहिँ मलाई एकदम फ्रस्ट्रेसन थियो। सर्टन टाइमसम्म म आफैले पनि त्यसरी ब्याच IVF दिनु पर्यो। अनि त्यो ब्याच IVF बाट छुटकारा पाउनलाई भनौँ न त्यो ब्याच IVF गर्न नपरोस्, हरेक बिरामीलाई
आफ्नो तरिकाको उसलाई मिल्ने तरिकाको ट्रिटमेन्ट प्रोटोकल राख्न पाउनु पर्छ भन्ने मेरो आफ्नो मोटो थियो हैन। अनि त्यो भयो भने प्रेग्नेन्सी रेट बढ्छ। हरेक पेसेन्टको आफ्नो तरिकाको उसलाई मिल्ने प्रोटोकल दियो भने त उसको त सक्सेस हाई हुने भयो नि। जबरजस्ती राख्नु र मिल्ने राख्नुमा फरक हुन्छ नि। त्यो हिसाबले मैले होइन अब जो अरू कसैले इन्भेस्ट गरेको कम्पनीमा काम गरेँ भने मैले भने जस्तो भएन नि हैन। अब आउनासाथ मैले इन्भेस्ट गरेर सुरु गर्न सक्ने पनि होइन यो ट्रिटमेन्ट। आफू नै अब भनौँ न फाइनेन्सियली भेरी विक बेलामा लोनै लिएर पनि त गाह्रै हुन्छ, त्यो सक्ने थिएन। त्यही भएर एउटा टाइम आयो जुन टाइममा चाहिँ अब चाहिँ मैले सायद यो हरेक पेसेन्टलाई मिल्ने इन्डिभिजुअलाइज ट्रिटमेन्ट दिन सकिन्छ भन्ने मसँग कन्फिडेन्स आएपछि अब मैले क्रिएटर्स आइभीएफ नेपाल सुरु गर्नुपर्छ भन्ने मनमा लागेपछि मैले सुरु गरेँ। निसन्तान सामाजिक समस्या हो। मानसिक पीडाबाट मुक्त गराएपछि मात्र राम्रो रिजल्ट प्राप्त गर्न मद्दत गर्छ। इट्स अ टिम वर्क। यस्तो राम्रो टिम खडा गर्नुपर्छ कि जुन टिम चाहिँ एउटा फुल सर्कलमा बसेर उत्तिकै टाइम दिनुपर्छ। सबैले उत्तिकै टाइम। यसमा के आउँछ? डक्टर आउँछ, नर्सिङ टिम आउँछ, एम्ब्रियोलोजी ल्याब टिम आउँछ हैन। अब त्यस्तै त्यो अरू सपोर्टिङ स्टाफ त हुनैपर्छ। त्यो सबै टिमको टुगेदर राम्रो टिम वर्क भयो भने चाहिँ यसको सक्सेस रेट डेफिनेटली। एउटा मेडिकल पार्ट मैले भनिहालेँ, इन्डिभिजुअल ट्रिटमेन्ट चाहियो। त्यो ट्रिटमेन्ट दिनलाई पनि सपोर्टिङ स्टाफ चाहिँ एकदम राम्रो हुनु पर्यो र हरेक सेन्टरको लिडरसिप भनौँ न एउटा लिडरसिप चाहिँ राम्रोसँग लिडरसिप लिएर अगाडि लग्यो भने मलाई जहाँसम्म लाग्छ सक्सेस रेट बढाउन सकिन्छ। यसमा अरू चिजहरू भनेको जस्तै पेसेन्ट काउन्सिलिङ देखेर पेसेन्टको इमोसनल मेडिकल काउन्सिलिङ त चाहिन्छ नै। मेडिकल काउन्सिलिङ भनेको उसलाई ट्रिटमेन्ट के दिन लाग्छ तपाईँले। अब यतिकै आयो पेसेन्टलाई खरेर लेख्यो ल तपाईँको ट्रिटमेन्ट यो भनेर भएन। मैले चाहिँ अस्ट्रेलियामा एउटा केस सिकेँ भने हरेक पेसेन्टलाई उसको फुल इन्फर्मेसन उसले पाउने ट्रिटमेन्टको फुल इन्फर्मेसन वाइको आन्सर दिएर तपाईँलाई मैले यो किन दिएँ, यो मेडिसिनले के गर्छ, यो के गर्छ, कसरी काम गर्छ, कसरी अगाडि बढ्छ नि, तपाईँको के हुन्छ, यो सबै चिज हुन्छ नि। जस्तै आइभीएफमा सुरु गरेपछि उनीहरूको पहिला हामीले अब लङ प्रोटोकल गऱ्यौँ भने अर्कै, एन्टागोनिस्ट गऱ्यौँ भने अर्कै, पहिला इन्जेक्सनहरू सुरु हुन्छ, यो दिनमा यसरी तपाईँको मोनिटर गरिन्छ, यो ब्लड टेस्टहरू गर्छ, यसरी इम्ब्रियो बनाइन्छ, अनि इम्ब्रियोको डेभलपमेन्टको तपाईँलाई इन्फर्मेसन दिन्छौँ। अनि त्यसपछि त्यो इम्ब्रियो चाहिँ कतिवटा ट्रान्सफर गर्ने, के स्टेजमा छ, त्यो सबै हामीले उहाँलाई इन्फर्म गरेर मेडिकल काउन्सिलिङ भनौँ एउटा मेडिकल इन्फर्मेसन उसलाई सबै दियो। यो ट्रिटमेन्ट गर्ने डक्टर चाहिँ मेनली है, किनभने फर्स्ट हामीसँग आउँछ नि त, डक्टरसँग भेट हुन्छ नि। हामी चाहिँ पेसेन्टसँग एम्प्याथेटिक हुनुपर्छ। एम्प्याथी भनेको के हो भने उसको जुन समस्या छ नि, उसलाई जुन पीर परिरहेछ नि भित्र, जुन लाइक जस्तो उसले फिल गरिरहेछ त्यो फिल आफूले पनि गर्न सक्नुपर्छ। त्यो सकेर तपाईँले उसलाई काउन्सिलिङ दिन सक्नुभयो, इमोसनली काउन्सिलिङ दिन सक्नुभयो भने उहाँहरू कन्फिडेन्ट भएर जाँदो रहेछ के। यसमा टिमवर्क र राम्रो काउन्सिलिङको ठुलो भूमिका हुन्छ। मेरो मास्टर्स डिग्री चाहिँ मैले एमएससी इन ह्युमन क्लिनिकल एम्ब्रियोलोजी एन्ड असिस्टेड कन्सेप्सन युनिभर्सिटी अफ डन्डी युकेबाट गरेर आएको छु। मेरो ब्याचलर चाहिँ ह्युमन बायोलोजी काठमाडौँ युनिभर्सिटीबाट गरेको। सुरुमा चाहिँ मैले पार्ट टाइम उहाँकोमा जोइन गरेँ। पार्ट टाइम जोइन गरेर के कस्तो हुँदो रहेछ भनेर सिक्न पाएँ। अनि त्यसपछि उहाँले हुन्छ अब तिमी एम्ब्रियोलोजी गर्छौ भने चाहिँ ट्रेनिङ्सहरू पठाउँछु भन्नुभयो। त्यसपछि मैले मेरो जब मेडिकल रिप्रेजेन्टेटिभको जब चाहिँ 1 वर्षपछि छोडेँ। अनि मैले उहाँसँग चाहिँ जोइन गरेँ र जोइन गर्ने बित्तिकै मेरो पहिलो ट्रेनिङ चाहिँ मैले मुम्बई ER ट्रेनिङ सेन्टरबाट गरेँ, जसमा चाहिँ मैले अहिलेको मेरो जुन गुरु हुनुहुन्छ, म आज जे छु, मेरो गुरु डाक्टर KC एम अवारीजीले चाहिँ मलाई सबै एम्ब्रियोलोजीको बेसिक सिकाउनु भयो। अनि त्यो सँगसँगै उहाँले हाम्रो त्यति बेला चाहिँ IVF चाहिँ ब्याचमा हुने गर्थ्यो। त्यो ब्याचमा पनि उहाँको भिजिटहरू हुन्थ्यो। सो त्यो भिजिटमा पनि मैले उहाँको अन्डरमा चाहिँ सिक्न पाएँ। सो त्यो सिक्नै पाउँदाखेरि, ट्रेनिङहरू पनि गर्न पाउँदाखेरि चाहिँ मैले बिस्तारै एम्ब्रियोलोजीको बारेमा धेरै नै जान्न पाएँ। अनि त्यसपछि मैले चाहिँ अब मेरो मास्टर्स डिग्री गर्नु नै छ,
भनेर मैले एक्सप्लोर गरेँ। एक्सप्लोर गर्दाखेरि अस्ट्रेलिया, इन्डिया अनि युके पनि एक्सप्लोर गरेँ। अनि 2015मा चाहिँ मैले एमएससीको लागि फेरि अप्लाई गरेँ। मलाई त्यहाँबाट एक्सेप्टेन्स आएपछि म 1 वर्षको जुन कोर्स थियो त्यसमा गएँ। अनि त्यहाँ मैले धेरै कुरा सिक्न पाएँ। त्यसपछि त्यो सकाएर म 1 वर्षको सकिने बित्तिकै यहाँ फर्केँ। यहाँ फर्केर आएपछि चाहिँ सुरुमा त म एज अ ल्याब असिस्टेन्ट या ल्याब टेक्निसियन यहाँ जोइन गरेको थिएँ। तर आएपछि चाहिँ मैले जुनियर एम्ब्रियोलोजिस्टबाट मैले यहाँबाट काम सुरु गरेँ। मेरो आफ्नो कामलाई पर्फेक्सन गर्न सकेपछि चाहिँ मैले के गरेँ भन्दाखेरि म्यामले मलाई अपर्च्युनिटी दिनुभयो केसेसहरू गर्नलाई। सो सुरुवातको केसेसहरू गर्दै जाँदाखेरि मेरो रिजल्टहरू देखेर म्याम खुसी हुनुभयो। त्यसपछि चाहिँ हामीले रेगुलर केसेसहरू गर्न थाल्यौँ। अब पेसेन्टको चाहिँ हाम्रो यहाँ आएपछि चाहिँ डक्टरले चाहिँ नि उहाँको के गर्नुपर्ने ट्रिटमेन्ट होइन त्यही अनुसार ट्रिटमेन्ट गर्नुहुन्छ। कति पेसेन्टहरू चाहिँ यहाँ चाहिँ बाहिर ट्रिटमेन्ट गराएर फेल भएकाहरू डिप्रेस र फ्रस्ट्रेट हुन्छ। उहाँलाई चाहिँ हामी यहाँ आएर चाहिँ उहाँले कुराहरू पोख्नुहुन्छ। हामीले चाहिँ उहाँलाई के भएर भएको कुराहरू चाहिँ काउन्सिलिङ गर्छौँ क्या, जसले गर्दा चाहिँ उहाँहरूलाई चाहिँ नि एकदमै साइकोलोजिकली सपोर्ट पाउने के एकदमै उहाँहरू चाहिँ खुसी हुनुहुन्छ अनि उहाँहरूलाई चाहिँ भन्नुहुन्छ हामी चाहिँ यता क्रिएटर्समा आएर एकदमै खुसी लाग्छ, हामीलाई एकदमै डिप्रेस भएको पनि एकदम जस्ट मेन्टली पनि एकदम रिल्याक्स भएको छौँ, हामी यहाँको इन्भाइरोमेन्ट एकदम राम्रो लाग्यो भन्नुहुन्छ। अब जहाँसम्म हाम्रो स्ट्यान्डर्ड सेवाको स्ट्यान्डर्डको कुरा छ, हामीले हाम्रो पेसेन्टहरूलाई चाहिँ वान अफ द सफिस्टिकेटेड सेन्टरको रूपमा हामीले यहाँ सेवा दिइरहेको छौँ र फर्दर हाम्रो डेभलपमेन्टको कुरामा पनि हामीले एउटा मोडर्न क्वालिटी मेन्टेन गर्ने सेवामा हामी दत्तचित्त छौँ, कटिबद्ध छौँ। धेरै निसन्तान दम्पतिको खाली कोख भर्न पाउँदा अहिले डाक्टर सानुमैया निकै खुसी हुनुहुन्छ। तर विवाह पश्चात लामो समयसम्म आफ्नो बच्चा नहुँदाको पीडाले पनि कहिलेकाहीँ झस्काउँछ। 1994 तिरको कुरा होला। म चाहिँ त्यो युकेको एउटा ऊ छ के डिग्री एमआरसिओजी भन्छ, त्यो पार्ट 1 एमआरसिओजीको लागि प्रिपरेसन गरिराख्दाखेरि मैले एकजना गाइनेकोलोजिस्ट डाक्टर साहब भेटेको थिएँ कि उहाँ चाहिँ त्यो बेला 1994मा त नेपालमा के थियो के पनि थिएन, यो ट्रिटमेन्ट त नाम निशान के पनि थिएन, एकदम बेसिक ट्रिटमेन्ट मात्रै हो होइन। उहाँ चाहिँ 9 इयर्सदेखि बच्चा नभएर त्यो जुन पीडित हुनुभएको मैले एकदम आफूले फिल गरेँ। तर त्यो बेला मेरो बिहा भएको थिएन, मलाई थाहै छैन त्यो त्यस्तो पनि हुने रहेछ है, बच्चा नभएपछि त्यस्तो पनि हुने रहेछ भनेर मलाई त्यो बेला झसङ्ग फिल भयो एउटा मोमेन्ट। त्यसपछि अर्को मोमेन्ट मैले के देखेँ भने एकजना फिजिसियन हो है, एकजना फिजिसियन एजोस्पर्मिया भनेको उसको स्पर्ममा उसको सिमेनमा स्पर्म छैन के, एजो भन्छ, जिरो किराई जिरो भएको मान्छेले चाहिँ बिकज अफ उसको त्यो एजोस्पर्मिया सुसाइड गर्यो रे भनेको सुनेपछि झन् म त झसङ्गै भएँ। ओ माई गॉड, त्यो बेला त ट्रिटमेन्ट अब म त भर्खर गाइनेकोलोजी सकेर अलिअलि सिकेको टाइम, त्यसो भनेपछि ओ माई गॉड नेपालमा त हेर त इन्फर्टिलिटी यस्तो रहेछ भनेर सोच्दै आफूले बिहा गरेँ। आफू बिहा भएको पनि हाम्रो त डक्टरहरूको लेटै हुन्छ बिहा है, लेट डक्टर बिहा भयो अनि बिहा गरेर बच्चा मेरो पनि कन्सिभ हुन गाह्रो भयो हुँदाखेरि मैले चाहिँ सर्टन डक्टरहरू कन्सल्ट पनि गरेँ। तर त्यो बेला देयर वाज नो लाइक हुन्छ नि त्यस्तो नाइडर काउन्सिलिङ नर कुनै आइयुआईको सुविधा आइभिएफ सुविधा त परै जाओस्, सिम्पल जुन काउन्सिलिङ अनि त्यो पाउने पनि थिएन है। तर बाई चान्सले मेरो चाहिँ अब सिम्पल टेस्टहरू गर्दै नै कन्सिभ भयो। अनि त्यसपछि चाहिँ मैले त्यो दुईवटा इन्सिडेन्ट्स त्यो सम्झेँ। अनि आफूलाई गाह्रो हुँदाखेरि कन्सल्ट गर्नलाई डक्टर नभेटाएको सम्झेपछि मैले आई फेल्ट मैले चाहिँ म चाहिँ अब यो फिल्डमा लागेर मैले चाहिँ म जस्तै भनौँ न यस्तै पीडितहरूलाई हेल्प गर्नुपर्छ होला भनेर फिलिङ लिएको हो। विभिन्न अवरोधका बावजुद पनि यो विधामा अध्ययन गर्न पाउने डाक्टर सानुमैया लक्की हुनुभयो। अस्ट्रेलियाबाट आइभीएफ को अध्ययन सकेर नेपाल फर्किँदा ओम हस्पिटलमा एउटा आइभीएफ सेन्टर सुरु गर्ने प्रक्रियामा थियो। तर त्यति बेला सन् 2004 मा युनिभर्सिटी डिग्री प्राप्त आइभीएफ विशेषज्ञको रूपमा डाक्टर सानुमैया श्रेष्ठ बाहेक अरू देखिएन। अस्ट्रेलिया एड स्कलरसिप भनेर
आउँथ्यो त्यो चाहिँ पहिला गभर्मेन्टले लिन्थ्यो कि गभर्मेन्टको स्टाफहरूलाई मात्रै दिन्थ्यो। त ठ्याक्कै लक्कीले बजेट स्कलरसिप छ नि फ्री कम्पिटिसनमा छोडेको क्या। फ्री कम्पिटिसनमा छोडेकोमा म त ठ्याक्कै फिट भएँ। एउटा 4 इयर्सको एक्सपिरियन्स डिप्लोमा गरेको हुनुपर्ने, 4 इयर्स चाहिँ अप्सकाइनेमा एक्सपिरियन्स भएको हुनुपर्ने, अनि त्यसमा त्यही सब्जेक्टमा एटलिस्ट डिप्लोमा गरेको हुनुपर्ने र आइएल्स गरेको हुनुपर्ने भने त्यो ठ्याक्कै मेरोमा थियो। मैले ठ्याक्कै त्यो स्कलरसिप पाएर अनि अस्ट्रेलिया जान पाएको भएर मैले त्यहाँ पढेर त्यहाँ सिकेर आउनु पाएकोले मैले यो चाहिँ अहिले प्र्याक्टिस गर्न पाएको। डेडिकेटेड टिम र उपचारको लामो अनुभवले अहिले डाक्टर सानुमैया र उहाँको टिम उपचार सफल हुने नहुने राम्रैसँग आकलन गर्न सक्ने भइसकेको छ। तपाईले त्यो यस्तो डिटर्मिन यति डेडिकेटेडली एउटा पेसेन्ट चाहिँ फुल्ली कन्ठै हुने गरी हामी हुन्छ नि त्यसको हिस्ट्रीदेखि सबै कन्ठै हुन्छ हामीलाई। त्यसरी एकदमै इच साइकल उसको कस्तो भयो, लास्ट साइकलमा कस्तो भयो, कहिलेकाहीँ भएन भने हामी हेर्छौँ, तर अदरवाइज लाइक मोस्टली हामीलाई यादै हुन्छ। त्यसो हुँदाखेरि चाहिँ हरेक लास्ट साइकलमा यस्तो थियो, अब यो साइकलमा यसरी जाँदाखेरि राम्रो हुन्छ होला भन्ने हामीलाई त्यो एउटा हुन्छ नि इन्साइट नै डेभलप हुन्छ। अनि त्यही भएर यो गर्दा 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 अहिले चाहिँ यस्तोसम्म भइसक्यो, यसो पेसेन्टको हेर्दाखेरि ल है यो चाहिँ अब कन्सिभ हुन्छ जस्तो भनेको चाहिँ धेरै जस्तो फरक चाहिँ नपर्दो रहेछ। कहिलेकाहीँ त फरक छ, कहिलेकाहीँ त अब त्यो भनेको 100% नै हुँदैन, तर धेरै जस्तो दिज यो प्यारामिटरहरू राम्रो छ भनेपछि राम्रो चाहिँ छ। त्यसरी त्यो यो कन्सन्ट्रेट एकदमै कन्सन्ट्रेटेड वर्क चाहिँ इम्पोर्टेन्ट नै छ। एकदम डेडिकेटली धेरै यही चिजमा पुरा आफ्नो तन मन धन सबै दिएर एउटा पेसेन्टलाई हामीले उपचार गऱ्यौँ भने बच्चा नभरे एउटा साइकलमा नभए अर्को नभए अर्को मलाई जहाँसम्म लाग्छ त्यो सक्सेस गरेरै छोड्न सकिन्छ भन्ने कन्फिडेन्स चाहिँ मलाई आइसक्यो। वास्तवमा निसन्तान उपचार गर्न आएको सबै व्यक्तिलाई आइभीएफ को जरुरत पर्दैन, तर धैर्यता भने राख्नुपर्छ। पहिला काउन्सिलिङलाई कोही काउन्सिलिङलाई आएको हुन्छ, काउन्सिलिङमा छोटो कुरा गरेर अनि कार्ड बनाउन दिएर उसको सर्ट हिस्ट्री लिन्छौँ। सर्ट हिस्ट्री लिँदाखेरि सर्ट हिस्ट्री युजुअली कहिले मैले कहिले मेरो जुनियर डक्टरले लिनुहुन्छ, लिएर अनि उसको चाहिँ के रहेछ त मेन कज अफ सफर्टिलिटी थाहा पाउँछौँ। सर्टेन इन्भेस्टिगेसनहरू सबै गराएर थाहा भएपछि हामी चाहिँ सिम्पलबाट अप जान्छौँ। जसरी भर्याङ चढ्ने हुन्छ नि, म त पेसेन्टलाई पनि भन्छु हतार नगर्नु, बिस्तारै माथि चढ्नुपर्छ, हतार गरेर माथि एकैचोटि गएर काम छैन भन्नुको मतलब एकैचोटि आइभीएफ कोही आइभीएफै गरिदियो भनेर आउँछन् के पख तिमीलाई आइभीएफ गर्नु पर्दैन होला, लेट्स ट्राई नेचुरल्ली पनि भनेर हामीले कति केसहरू आइभीएफबाट बचाइदिएका पनि छौँ है। पहिला चाहिँ अब उसको केही छैन, कज छैन, टाइम इन्टरकोर्स भनेको हामीले उनीहरूको सहवासको टाइमिङ मात्रै मिलाइदिएर पनि थुप्रै प्रेग्नेन्ट हुन्छ। त्यसपछिको स्टेप आइयुआईबाट पनि कति हुन्छ। अब कोही चाहिँ आइभीएफै गर्नुपर्ने हुन्छ, जस्तै ट्युब दुइटै ब्लक छ भने त अरू अप्सन भएन, आइभीएफै गर्नु पर्यो। दम्पतिहरू जसको बच्चा नभएर दुःख भइरहेछ उहाँहरूले चाहिँ त्यस्तो धैर्य राख्नु भयो भने राम्रोसँग ट्रिटमेन्ट पाउनु भयो र राम्ररी उहाँहरूको ट्रिटमेन्ट भयो भने एउटा न एउटा साइकलबाट एउटा न एउटा ट्रिटमेन्ट मोडालिटीबाट कन्सिभ चाहिँ हुन्छ नै। त्यो चाहिँ मलाई जहाँसम्म लाग्छ अब पुरानो हाम्रो जमानामा जस्तो होइन, अब अहिले टेक्नोलोजी धेरै आइसक्यो, त्यसैले यसमा विश्वास गर्नु भयो भने बच्चा बिना कोही पनि बस्नु पर्दैन जस्तो लाग्छ मलाई। राम्रो उपचार कहाँ हुन्छ भनेर सम्बन्धित व्यक्ति आफैले छनौट गर्नुपर्छ। निसन्तान हुनुमा पनि धेरै कारण रहेका छन्। इन्फर्टिलिटी भनेको एउटा यस्तो समस्या हो, सामाजिक समस्या हो है। यो हेर्दा रोगी होइन के पेसेन्ट, हेर्दा रोगी होइन आउँदा त हेल्दी पेसेन्ट आउँछ हामी कहाँ त, त्यस्तो रोग केही छैन। हेल्दी पेसेन्ट आउँछ तर दे आर इन्टरनली के भित्रबाट उनीहरू इलै छ, मानसिक तनाव उनीहरूको यति हुन्छ कि
उनीहरूलाई त्यो मानसिक तनावबाट रिलिज गर्न सकेन भने पनि यु विल नट बी सक्सेसफुल। यो रिजल्ट आउँदैन। जेन्युनली ट्रिटमेन्ट कहाँ उहाँले पाउनुहुन्छ, के हुन्छ, कस्तो हुन्छ, त्यो चाहिँ आफैले खोजी गरेर हिँड्नुपर्छ। र अनि मैले खासमा चाहिँ नि यो भनेको त अब उहाँहरू आफ्नै काम भयो, आफ्नै लाइक कर्तव्य भयो, कहाँ जाने, कसरी जाने, कसलाई कुन चाहिँ डक्टर कहाँ जाँदा राम्रो हुन्छ होला, के गर्ने भन्ने चिज त हामीले भनेर हुँदैन। उहाँ आफैले स्टडी गर्नु पर्यो। स्टडी गरेर के गर्यो भने चाहिँ बेटर हुन्छ, अथवा कोही अरू ट्रिटमेन्ट लिइसकेको आफ्नो सिनियर अथवा कोहीसँग सोध्नुपर्छ होला, या अर्को कुनै आफ्नो कलिग डक्टर कोही कलिगै छ भने पनि सोध्नुपर्छ होला। सोधेर जस्तै म कहाँ एकजना पेसेन्ट आएको थियो जो चाहिँ एउटा अर्को सेन्टरमा 3-4 चोटि फेल भयो। अनि त्यसपछि फेल भएपछि तपाईँको त इन्डोमेट्रियम राम्रो छैन, तपाईँ चाहिँ इन्डिया नै जानुपर्छ, 15-16 लाख जति खर्च हुन्छ होला, इन्डिया जानुहोस्, त्यहाँ रिजेनरेटिभ थेरापी गर्नुपर्छ होला, जानुहोस् भन्या रहेछ। अनि उहाँको आफ्नो एकजना मान्छे गाइनेकोलोजिस्ट मलाई चिन्ने रहेछ के। अनि उहाँले चाहिँ होइन तिमी इन्डिया जानुभन्दा अगाडि मेरो साथी छ, एकचोटि त्यहाँनिर जाऊ, गएर बुझ भनेछ, बुझ्नु भएन। अनि आएछ यहाँ आएर अनि मैले यसो थाहा पाउँदाखेरि उहाँको जुन पाठ्यहरूको भित्रिभाग राम्रो छैन भनेको राम्रै रहेछ। त्यो साइकलमा ऊ नेचुरली कन्सेप्ट पनि भयो, तर बाई चान्सले त्यो ब्लाइटेड भएकोले त्यो चाहिँ खेर गयो। पछि हामीले आइभीएफ गरेर अहिले चाहिँ ऊ 2टा, एउटा छोरा एउटा छोरी पाइ नै सक्यो। हो त्यसरी उसले चाहिँ त्यसरी खोजेर आयो नि होइन। अब त्यो त्यसरी नै के खोजेर आउनुहोस् कि चाहिँ कहीँ जानुभन्दा अगाडि के हो त साँच्चै त्यो कमर्सियल्ली नै आएको एड हो कि होइन। कहीँ एडभर्टाइज आएर त जान्छन् नि मान्छेहरू, त्यो साँच्चै कमर्सियल एड हो कि साँच्चै राम्रै मलाई ट्रिटमेन्ट हुन्छ कि के हुन्छ त मेरो विचारमा उहाँहरूकै कर्तव्य हो, उहाँहरूले नै डिसाइड गर्ने चिज हो। त्यसमा मैले चाहिँ केही भन्दिनँ, म चाहिँ केही भन्न चाहन्न त्यसमा। नेपालका आइभीएफ सेन्टरहरूमध्ये इन्टरनेसनल कमिटी फर मोनिटरिङ आर्टमा डाटा बुझाउने क्रिएटर्स आइभीएफ नेपाल पहिलो सेन्टर हो। यसले सन् 2020 को 1 वर्षको डाटा सन् 2024 को अप्रिलमा बुझाइसकेको छ। अब यो प्रक्रिया निरन्तर चलिरहनेछ।